अरू सबैजना पनि रेडी हुनुहुँदैछ। स्कुलको घन्टी लागेको यहाँ चाहिँ हाम्रो फुपू नुहाइधुवाइ कार्यक्रम हुँदै रहेछ। अनि टिकाको सायद चाहिँ समथिङ कति काट्दिउँ भनेर छाड्दिउँ भनेर म चाहिँ सैलुनतिर गएको थिएँ। हेलो गाइजहरू, वेलकम छ तपाईँहरूलाई मेरो न्यू डे न्यू ब्लगमा है। आज चाहिँ टिकाको दिन अनि हेर्न सक्नुहुन्छ है, पुरा पानी परेर यतातिर चाहिँ पुरा बाटोहरू पुरा हिलो भएको छ है। बाटोहरू सबै हिलो भएको छ है। आज बिहानै पानी परेको है। आज बिहान के भन्नु, हिजोदेखिको पानी पऱ्यो। हिजो बेलुका सायद त्यस्तै 3-4 बजीदेखि पानी परेको हाम्रो यहाँ गाउँतिर। अहिलेसम्म हल्का सिमसिम पानी परि नै रहेछ। त्यो त आज दसैँको दिन है, टिकाको दिन। सबैजनालाई ह्याप्पी दसैँ है फेरि पनि। अनि मैले सायद यो भिडियो हाल्दाखेरि तपाईँहरू सबैजनाले दसैँ मनाइसकेको हुनुहुन्छ होला। त्यही पनि तपाईँहरूलाई सबैजनालाई ह्याप्पी दसैँ। भाइ बहिनीहरू यता के गर्दैछन् हेरौँ है। ल ल ल के छ भाइ, ठिक छ? के छ भाइ, ठिक छ? ह्याप्पी दसैँ ल, ह्याप्पी दसैँ, ह्याप्पी दसैँ ल सबैजनालाई है। यहाँ मान्छे सबैजनालाई ह्याप्पी दसैँ है। अब हामी चाहिँ फुपूहरू मेरो मम्मीहरू सबैजना नुहाइधुवाइ गर्नु हुँदैछ। अनि टिकाको सायद चाहिँ समथिङ कति बज्यो टिकाको सायद? 11 बजे 3 मिनट हो र। 11 बजे 3 मिनट हो म आऊ 53 ए 11 बजेर 53 भनेपछि 11:53 है। 11:53 को सायद रहेछ। सबैजनालाई ह्याप्पी दसैँ। मैले सायद यो भिडियो लगाउँदासम्म त तपाईँहरूले सबैजनाले टिका सिका लगाइवरी सबै भइसकेको हुन्छ है। तर पनि सबैजनालाई ह्याप्पी दसैँ ल। हेर्न सक्नुहुन्छ तपाईँ, हाम्रो यता घरतिर चाहिँ पुरा पानी परेर भर्खर है रोकिएको अवस्था छ। मौसम अलिअलि चिसो टाइपको छ है। अनि हिजो कुरा के भने भाइ, हिजो खतरा रमाइलो भयो त होइन? भिडियो लगायो भाइ खतरा हुन्थ्यो। हिजो हामी चाहिँ उता घुम्नतिर गएको थियौँ। अनि त्यही भएर हिजोको दिन चाहिँ खतरा मतलब अलिक रमाइलो टाइपको भएको थियो। पानी सानी पऱ्यो मतलब हिजोदेखि नै पानी परेको। आज पानी परेको नि हिजो बेलुकादेखि पानी परेको। ठक्क आज कति 8 बजिसक्यो। अहिले अघि 7:30 बजीतिर पानी चाहिँ रोकिएको हो। अनि त्यही गाइजहरू आज चाहिँ के हुन्छ हाम्रो घरमा सबैजनालाई देखाउँछु म। घरमा चाहिँ पुरा छतमा पानी मतलब हिजो रातिदेखि पानी परेको हो नि त। त्यही भएर पुरा छतको हालत यस्तो छ, पानी जमेर यहाँ है। अनि पुरा पानी जमेर खतरनाक भएको छ। अनि यता यो चाहिँ हाम्रो सानो घर, यतापट्टि चाहिँ हाम्रो यो यता ठुलो घर भनौँ न है। अनि बाबा चाहिँ तल के गर्दै हुनुहुन्छ नि। अनि हाम्रो घरमा चाहिँ पुरा रुखै रुख छ है, चारैपट्टि रुखै रुख छ। अनि ता पनि रुख सबै रुखै रुख छ। अनि आकाश चाहिँ यस्तो भएको छ अहिले, पुरा सेतो बादल लागेको छ है। अनि यहाँ चाहिँ हाम्रो फुपू नुहाइधुवाइ कार्यक्रम हुँदै रहेछ यहाँ। अनि यहाँ यता तयारी हुँदैछ, यहाँ रुम सरसफाइ हुँदैछ यहाँभित्र। हाम्रो टिका रुम यता सरसफाइ हुँदैछ। अनि घरमा चाहिँ पुरा हिलो भएको थियो है यहाँ हाम्रो। अनि सबै यतापट्टि सरसफाइ भएर है। अनि गिटी बल्ल पनि बाबाले लगाइदिनु भएछ यहाँ टक्कसँग लगाएर। यहाँ सबै हिलो भएको थियो है। अघि पुरा पानी जमेर यहाँ है सबै हिलो भएको थियो। सबै गिटी लगाइदिनु भएछ बाबाले। अनि फुपू बाजु अनि आज पिङ खेल्न जाने होला नि? पिङ खेल्नुपर्छ आज फेरि। पिङ खेल्न जानुपर्छ। उतापट्टि गाउँमा लगाएको छ के भन्छ गैरी फुलबारी कि श्रीकण्ठरमा लगाएको छ अरे जानुपर्छ। मजाले खेल्ने हो। तपाईँ त बसेर
हल्लाउनु भने त्यस्तै होइन त्यहीँ बसेर अहिले टिका सिका लगाइवरि जानुपर्छ त्यतिखेरसम्म त चल्नु त्यही जानुपर्छ त्यहाँ पिङ लगाएको छैन अरे यहाँ त्यही ऊ हो यहाँ यतापट्टि नगरपालिका बनेको छ भर्खर यहाँदेखि कति बजारदेखिको त्यही 5 मिनट जति लाग्ला पाडी बस्ती छ पाहाडी बस्ती सबै गैरी फुलबारी सिटी कन्टेनमा होला सायद गैरी फुलबारीमा सिटी कन्टेनमा यहाँ बहिनीहरू चाहिँ के गरिरहेको छ के गरेको तिमीहरू दुईजनाले यहाँ हाम्रो पुरा आजको मासु कटिङ ओ माई गड यहाँ हेर्नु सक्नुहुन्छ हजुरहरूले पकाउने तयारी अवस्थामा छ यहाँ हाम्रो यहाँ अचार म तपाईँहरूलाई एकैछिन यतातिर देखाउँछु है हाम्रो घर साइड वरिपरिको छन् अब जस दसैँमा हल्का रमाइलो हुन्छ सबै परिवारहरूसँगै है सबैजना आउनुभएको छ है अलि घरमा चाहिँ अलि हल्का रमाइलो हुन्छ झन् दसैँमा कस्तो खल्लो टाइपको हुन्छ कि कोही पनि भएन भने यताउति अलि हल्का सबैजना परिवार भयो भने चाहिँ कता रमाइलो हुन्छ नत्र भने त एक्लै भयो भने चाहिँ खासै रमाइलो हुँदैन दसैँ तिहार भन्ने कुरो चाहिँ यसो हल्का परिवारहरूसँगै बसेर रमाउने भेटघाट हुने पर्व है हाम्रो यो दसैँ यसमा चाहिँ एकदम खुसी लाग्छ है दसैँ भन्ने बित्तिकै घर परिवारसँग भेट हुने चाहना चाहिँ हल्का रहन्छ अनि हल्का खुसी पनि हुन्छ कि यस्तै यही बेलामा हो अब पहिले चाहिँ बच्चा हुँदाखेरि चाहिँ अब दसैँ भन्नाले है मामा घर जाने टिका लाउने अनि पैसा लिने त्यस्तो आउँथ्यो दिमागमा तर अहिले चाहिँ दसैँ भन्नाले रमाइलो गर्ने परिवारहरूसँग भेट्ने भेटघाट हुने रमाउने त्यस्तो मात्रै आउँछ पहिला र अहिलेमा चाहिँ धेरै फरक तर बच्चामा हो हल्का सोच अलिकति कुकुर पनि आउँदो रहेछ पछाडि त्यही हो गाइजहरू है के भन्नु त्यही हाम्रो गाउँ चाहिँ यस्तो छ है गाउँघर अनि यो चाहिँ तल पानी जमेको भन्नुपर्छ है पहिले चाहिँ हाम्रो यो पोखरी साइड यो छ नि यो देख्नुहोस् यो छ नि यो सबै पोखरी हो है यसबाट पहिले माटो ओसारिन्थ्यो है अनि माटो ओसारेपछि यो चाहिँ खाडल भनौँ न मतलब ठुलो खाडल भएर पोखरी जस्तो टाइपको भएको हो अनि पहिले चाहिँ यो हाम्रो यो एरियामा चाहिँ प्राय घरहरू थिएन नि भनौँ न हाम्रो घर र हाम्रो फुपूको घर दुईवटा हाम्रो यो घर हो अनि यतापट्टिको चाहिँ फुपूको घर हो अनि दुईवटा मात्रै घर छ कि यो देख्नु भएको छ नि यो सेतोहरू यो घरहरू कुनै थिएन क्या यो साइडको घरहरू पनि कुनै थिएन यो पुरै यो सुनसान थियो कि हाम्रो मात्रै दुईवटा मात्रै घर थियो अनि बिस्तारै अहिले हेर्दाखेरि पुरा गाउँ भइसक्यो कि हाम्रो गाउँ हाम्रो मतलब हाम्रो यो छेउछाउतिर पुरा घरै घर भइसक्यो पहिले चाहिँ दुईवटा मात्रै घर थियो सबै र अहिले हेर्नुपर्छ अहिले मतलब कति परिवर्तन भइसक्यो यो 3-4 वर्षमै पहिले म यहाँ हुँदाखेरि म यहीँ बसेर पढेको नि त 10 क्लाससम्म अब हाम्रो यो घरदेखिको स्कुल पुरा छ्याङ्गै देखिन्थ्यो कि यो घरहरू कुनै बनेको थिएन हाम्रो स्कुल पुरा छ्याङ्गै देखिन्थ्यो घन्टी लागेको पनि सुनिन्थ्यो हामी टिफिन टाइममा त हामी यहाँ घरमा आउँथ्यौँ कि खानालाई त्यस्तो नजिक के मतलब छ्याङ्गै देखिन्थ्यो कि पुरा स्कुलको घन्टी लागेको अनि त्यहाँदेखि लाइन बस्ने सबै हल्लाखल्लासम्म यहाँ स्कुलदेखि यहाँ हाम्रो घरसम्म सुनिन्थ्यो क्या त्यस्तो थियो पहिले चाहिँ अहिले चाहिँ हेर्नुहोस् पुरा घरै घर बनेर केही छैन घर अब सबै स्कुल छेकिसक्यो सबै छेकिसक्यो कि अब घर त्यही त पहिला चाहिँ यति धेरै घरहरू थिएन अहिले चाहिँ पुरा घरहरू पनि चाहिँ पुरा अहिले चाहिँ अलिक गाउँ जस्तो टाइपको भएको छैन त मैले त पहिला हाम्रो दुईवटा मात्रै घर थियो अलिक कस्तो लाग्थ्यो है अनि त्यही कारणले अलिकति मेरो अलिक प्रायः चाहिँ धेरै साथीहरू चाहिँ छैनन् है मतलब छन् तर त्यति धेरै साथीहरू छन् अलिक नजिक र दसैँको टाइममा पनि अलिक साथीहरूसँग भेट्न पनि पाएको छैन
अब हेर्न सक्नुहुन्छ अब घरमा पाहुनाहरू हुनुहुन्छ अनि त्यहाँदेखि अब घरमा केही न केही गरिरहने कामहरू यसो गरिरहनुपर्छ हल्का फुल्का जे जस्तो भए पनि अनि त्यही हो। अनि मेरो साथीलाई चाहिँ एकचोटि म अस्ति नै मासु लिन जाँदाखेरि गाउँ त माथि तिनतली गाउँ भन्नेमा चाहिँ मेरो साथी ईशानलाई चाहिँ भेटेको थिएँ मैले है। अनि ईशानलाई भेटेँ अनि एउटा निखिललाई भेटेँ अनि अरू 2-3 साथीहरूलाई भेटेँ है। तर अरूहरूलाई चाहिँ अब जस्तै मेरो क्लासमा पढ्ने अरू 2जनालाई बाहेक अरूलाई भेट्न पाएको छैन। जस्तै कि यहीँ हाम्रो मेरो साथी पुष्पराज भन्ने अनि मिलन है उनीहरू छन् 2जना तर उनीहरूसँग चाहिँ भेटघाट भएको छैन अहिलेसम्म। सायद उनीहरू पनि दसैँमा घर त आयो होला तर भेट चाहिँ भएको छैन। अब फेरि अब 2-3 दिनपछि फेरि काठमाडौँ लागिहाल्ने हो है। अनि अब भेट होस् भन्ने चाहना छ तर के गर्ने सायद मैले टाइम पाएँ भने म जान सक्छु। उनीहरूको घर नजिकै छ यहाँदेखि सायद साइकलमा चाहिँ 5 मिनट जति समथिङ लाग्छ है जानलाई। त्यही हो। हेलो के गरिरहेको छ यार बाख्राले। रमाइलो चाहिँ भनेको यस्तै बेलामा हो कि केटाकेटी बेलामा रमाइलो हुने। हेलो हेलो भनिदेऊ है। अलिक कान्छी हाम्रो अङ्कलको छोरी म्याउ म्याउ गर्दैछ। हजुर म अब जाँदैछु कपाल काट्नका लागि। अनि अब यसो हल्का कपाल लामो भएको छ नि त अनि हल्का अलि काटिदिउँ भनेर छाडिदिउँ भनेर म चाहिँ सैलुनतिर जाँदैछु है। अब हेरौँ के कस्तो हुन्छ कुन चाहिँ कटिङ हुन्छ होला। पुरा घर गाडेर पुरा तक्लुप पार भन्नुहुन्छ है। कहाँ तक्लुप पारे हुन्छ होइन त्यो अलिक सुहाउने अलिक हुन्छ नि तरिका। अब त्यही हो गाइजहरू म चाहिँ अब लागेँ कपाल काट्नलाई उतै हो उतै अगाडि यही हो नजिक हो। अनि हाम्रो बुलेट बाइक A few moments later. मैले त्यो कट्टुर भेस्टमा टिका लाउने हो गाइजहरू है। लुगासुगा पर्दैन हुन्छ अब यही कट्टुर भेस्टमा टिका लाउने के राम्रो रहेछ नि कट्टुर टी सर्टमा। ओ माई गड ल भाइ चाहिँ गइसक्यो है लुगा लाउनु भनेर। म चाहिँ यतिकै हो यतिकैमा लाउने हो टिका। कसैले केही भन्नु छ मलाई कसैले केही पनि भन्दैन। जा मेरो मनको मर्जी है म कट्टुमा लाउँ कि सेन्डोमा लाउँ। ल ल ल अति भयो ओभर एक्टिङको पैसा काट्यो क्या। ल ल गाइज हो मैले चाहिँ यसो कपाल खुइलाएर आएको कस्तो देखेछ तालु खुइले कपालमा। अनि यहाँ बहिनीहरू चाहिँ अब के गर्नु लाग्यो तिमीहरू। खोइ के पनि बोल्दैन सुनसान छ एकदम। ल ल गाइज हो अब एकछिनमा ल त गाइज हो हामी चाहिँ अब दसैँको सुरुवात भइसक्यो। यहाँ फुपूहरूले लुगासुगा लगाइसक्नु भयो बहिनीहरूले कपाल सपाल बनाइसक्यो है। अनि मैले चाहिँ कपाल काट्नु भनेर गएको है गाइज हो साथी हो। तर के भने कपाल काट्ने सैलुनमा यति धेरै भिड थियो कि कुरै नगरौँ। अनि त्यसको अब म भोलि पर्सितिर कपाल काट्छु अलिकति खाली भएपछि। अनि आज चाहिँ यस्तै भयो दिन है। अब हिँड्दै जाउँ अरू के हुन्छ बहिनीहरूको। हेलो गाइजहरू अब चाहिँ सबैजना आफ्नो ड्रेसअपहरू गर्नु हुँदैछ मेकअपहरू गर्नु हुँदैछ फुपूहरू है। अनि अब सबजना रेडी हुनु हुँदैछ। अनि म नि अब एकछिनमा रेडी हुन्छु है। अब कपाल सपाल त काट्नु पाएन अब के गर्ने होला अब ल। हेलो गाइजहरू अहिले चाहिँ टिकाको सायद पर्न लागिसक्यो। फुपूहरू मम्मीहरू रेडी भइसक्नु भयो है। दिदीहरू बहिनीहरू सबै दिदीहरू त छैन बहिनीहरू सबै रेडी हुँदैछन्। अनि त्यही हो म पनि एकछिनमा रेडी हुन्छु। सायद समथिङ कति 11:30 भयो होला। अब टिकाको सायद आउँदैछ। अब चाहिँ गोबर त्यो टिकामा मतलब दैलोहरूतिर लगाउने म चाहिँ गोबर लिएर घर जाँदैछु है। एकछिनपछि टिकाको सायद रे यस्तै छ अहिले मौसम ट्याक्क घामसाम केही लागेको छैन शीतल छ हावाहरू चलिरहेछ हावा। अनि सबजना रेडी हुँदैछ
हो म चाहिँ रेडी भइसकेँ है अनि अरू सबैजना पनि रेडी हुनुहुँदैछ अनि त्यही हो अनि अब एकछिनमा टिका लाउने हो अनि के भन्नु अरू है अब हेर्दै जानु होला अरू के गर्दैछन् यहाँ भाइ बहिनीहरू 5 minutes later. ल गाइजहरू सबैजनाले टिका सिका लगाइसक्यो है टिका सिका भइसक्यो यहाँ सबैजनाको अब बहिनीहरूले टिका लगाएर अब खानपान हुन्छ एकछिनपछि हाम्रो चाहिँ टिका सिका भइसक्यो फोटोसुट पनि भइसक्यो अब त्यही गाइज अब खानासाना हुन्छ है एकछिन खानासाना हामी चाहिँ अब खानापिना हुँदैछ यहाँ है त मासु नखाने है तीनटा कोक दिन्छ अहिले हामीले ल गाइज अब म पनि खान थाल्छु है ल खोइ मेरो लागि चेस ल चेस गर्दै गर्दैन ल चेस आज उनी हेर्नुपर्छ उनी काट्दा छरपष्ट भयो लगाइछु अब पानी परेको थियो माथि राखेको खाएपछि भेटौँला है A few moments later. दिदी अनि दिदीलाई पनि रिस उठ्दो रहेछ म गरेको अनि दिदीले पनि ड्याम काट्यो अनि त्यतिकै बुटाल बुट अनि आयो भन्दै बस्यो अनि त्यसपछि एकछिनमा टिपा लगायो अनि मिले हाँस्यो भर्खरै हामी के गर्यो एकछिन गाइज हामी चाहिँ फोटोसुटमा हामी हिँडिरहेको छौँ है भाइ बहिनीहरूसँग अनि हाम्रो चाहिँ नास्ता पानी पनि भइसक्यो अहिले दिउँसोको 3 बजे कि 4 बजे है समथिङ त्यस्तो भइसक्यो अनि म हाम्रो बहिनीहरूसँग छौँ अहिले हामी चाहिँ अहिले फोटोसुटको लागि जाँदैछौँ हाम्रो ग्याङहरू अगाडि गइसकेको छन् अनि हामी चाहिँ अब एकछिन फोटोसुट खिच्छौँ अनि फोटोसुट खिचेर एकछिन पिङ खेल्नु पनि जाने भनेको छौँ पिङ खेल्नु चाहिँ के हुन्छ पनि थाहा छैन मेरो टिचर भाइ माथिला न अलिकति प्यान्ट हामी यस्तै यो बनेको के अब एकछिनमा गाइज हो हामी चाहिँ फोटोसुटमा भेट्नेछौँ बाटोमै हिँडिरहेको छौँ आदि पसिना खलखल भइसक्यो अनि अरूभन्दा यो टिका चाहिँ निधारमा किन नअडेको होला अचम्म लागेको छ कि मलाई टिका निधारमा अडेकै छैन यता गर्दा पनि जान्छ उता गर्दा पनि जान्छ टिका झरिरहेको छ अब एक मात्रै उपाय मैले देखिरहेको छु कि फेभिक्विक लगाउने टाँपको टाँसिदिने अब पटमा झर्दा पनि झर्दैन अर्को त यो कपाल डिस्टर्ब गरिरहेको छ यो कपालले डिस्टर्ब गरिरहेको छ मेरो यो टिकालाई अनि अरू के भन्नु कपाल काट्न गएको है गाइज हो गएको तर के भन्नु सैलुनमा यति धेरै थियो कि केही भनिदेऊ आज हाम्रो दिनको बारेमा भाइ आज हाम्रो दिन रमाइलो हुन्छ हैन यो दिन हामीले कहिले पनि एक्सपिरियन्स गर्न सक्दैनौँ अब टाइम कति धेरै बित्छ अनि टाइमलाई हामीले अलि महत्त्व राख्नुपर्छ किनकि अहिले दिन हुँदैछ अहिले फर्किँदाखेरि रात हुन्छ अनि हामी अहिले रमाउँदै गइरहेको छौँ आउने बेला चिप लागेर आउँछ हुँदैछ अहिले फर्किँदाखेरि रात हुन्छ अनि हामी अहिले रमाउँदै गइरहेको छौँ आउने बेला चिप लागेर आउँछ सही हो अनि रात पर्नुभन्दा अगाडि हामी चाहिँ पिङ खेल्न जाने भनेको यार पिङ खेल्न जाउँ न यार पिङ मलाई यार पिङ यति खेल्न मन लागेको छ कि के भन्नु म पिङ भन्ने ठाउँ यो पिङ म यहीँ गाउँमै लिएर आउन सक्थेँ त के गर्नु पिङ बिना अधुरो पिङ बिना यो दसैँ मलाई दसैँ जस्तो लाग्दैन दिन्न फेरि यहाँ म खाल्टा भाइछु ल केटाकेटी हो फोटो खिच फोटो ल हाम्रो यहाँ लेडिज ग्याङहरू यता हुनुहुन्छ हेर्न सक्नुहुन्छ तपाईँहरूले को कस्तो हुनुहुन्छ कमेन्ट गरिदिनु होला हाम्रो साइली फुपू माइली फुपू आन्टी फुपू मामु उता कान्छी फुपू बाबा फुपाजु एकदम हाम्रो सबै यहाँ फ्यामिलीहरू हामी प्याकम प्याक छौँ हामी यहाँ फ्यामिली सबैजना यहाँ एक पोज खिच्ने अरे यहाँ केटाकेटी हो हान्दे पोज खानी ढाक्चाङ ल यसरी हान्ने अब यहाँ पोज यहाँ यस्तो हुँदैछ लेडिज ग्याङको हाम्रो
पोज अनि हाम्रो पोजहरू हुन्छ भने जस्तो केटाहरूको पोज यता रेलगाडी झुझुझु चल्दैछ रेलगाडी छुक 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 गएको भने गाडी छुक 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 गएको भने के भन्नु ल सबजनाले फोटो सोटो सुट हुँदैछ है भाइ हामीहरू भनेको फोटो खिच्ने होइन हामीहरू भिडियो बनाउने जिन्दगी छ काँडै काँडाको भनेर के तर भ्यू चाहिँ कडा हो यहाँ हाम्रो शेर खानको शेर हो यो हाम्रो शेर खानको शेर हो यो हाम्रो कुकुर ल गाइज हो अब चाहिँ के भन्नु हजुरहरूलाई भन्ने कुनै शब्द छैन सबैलाई ह्याप्पी दसैँ र तपाईँहरूले पनि रमाइलो गर्नुभयो होला पिङ पनि खेल्नु होला अनि त्यही हो रमाइलो गर्नुहोस् अनि धेरै दसैँको बेलामा धेरै नखानुहोस् है दसैँको दिन हो भनेर धेरै दसैँको दिन नखाम अनि ल हाम्रो टोली फेरि अर्को लोकेसनतिर जानलाई रेडी भइसकेको छ अनि हाम्रो उतातिरको अर्को टोली अगाडि पुगिसक्यो हाम्रो यहाँ टोलीको नायके भने यहाँ हुनुहुन्छ हाम्रो फुपू अनि अब हामी चाहिँ जाँदैछौँ नयाँ ठाउँमा हेर्न सक्नुहुन्छ यहाँ पानी पर्न लागेको छ तर पानी पर्दैन किनकि घाम लागिसकेको छ हेर्न सक्नुहुन्छ यहाँ पानी पर्न लागेको छ तर पानी पर्दैन किनकि घाम लागिसकेको छ अब यहाँ अब हाम्रो यस्तो छ है लोकेसनको यो एरिया वातावरण नेचर एकदम रुख पहाड हिमाल पर्वत त के भन्नु के बोले भाइ अब के बोले झारपात घारी त्यही हो है अरू केही होइन अब म अरू केही खिच्न चाहदिनँ मलाई घरि फिलिङ भइसकेको छ कृपया पिङ खेल्न जाउँ पिङ खेल्न जाउँ छिटो जाउँ अशोकको बोट होइन त्यसलाई भन्छ मौवाको बोट खोइ त ल त गाइज हो अब एकछिनमा फेरि भेटौँला फाइनल गाइज हामी चाहिँ फोटोसुट सुट गरेर पनि अब हामी घरतिर लाग्दैछौँ है घाम तपाईँहरूले देख्न सक्नुहुन्छ घाम कस्तो लागेको छ भनेर है पुरा अनुहारमा घाम आएको छ अनि यहाँ बहिनीहरूले पनि पुरा कपाल अनि यहाँ पिङ खेल्न जाने नजाने अनि पुरा फुपू पिङ मचाउने अरे हेर्नुहोस् हाम्रो फुपूले खतरा पिङ मचाउनुहुन्छ अहिले तपाईँहरूलाई म देखाउँछु हेर्नु है फुपूले कस्तो पिङ मचाउनुहुन्छ ए फुपूले पिङ सिङ तोडिदिने अरे आज चारवटा खुट्टा आउँछ चारवटा खुट्टै उखालिदिने अरे अनि अब चाहिँ हामी घरतिर जानुपर्ने हुन्छ किनभने फुपूहरूले साडी लाउनु भएको छ साडी लगाएर खेल्न अप्ठ्यारो हुन्छ त्यही भएर हामी चाहिँ घर जाँदैछौँ अनि यसो ड्रेस चेन्ज गर्छौँ अनि ड्रेसिङ गरिसकेपछि पिङ खेल्न जान्छौँ ए ल त गाइस अब एकैचोटि पिङ खेल्ने ठाउँ जाँदाखेरिको भिडियो हुन्छ है ल त गाइस जो फाइनली हामी चाहिँ अब पिङ खेल्न जाँदैछौँ है अब एकछिन टाइम लाग्छ फुपूहरू ड्रेस चेन्ज गर्दै हुनुहुन्छ है अनि म चाहिँ यत्तिकै जाने हो है म चाहिँ यत्तिकै जाने फुपूहरू चाहिँ ड्रेसअपहरू चेन्ज गर्दै हुनुहुन्छ अनि घाम पनि फेरि पुरा डुब्न लागिसक्यो टिका सिका सबै मुखसुख धोएको टिका सिका सबै एउटै नबस्ने के गर्नु कि टिका लगाएर पनि अनि त्यही हो टिका त आज नमेट्नु पर्ने खासमा हुनुपर्दा है अनि त्यही हो गाइज हामी चाहिँ अब एकछिन पिङ खेल्न जान्छौँ फाइनली गाइज हामी चाहिँ पिङ खेल्ने ठाउँमा आइपुगिसक्यौँ है अब पिङ भनेको यही हो हेर्न सक्नुहुन्छ तपाईँहरूले यो पिङ यही हो पिङ यही पिङमा खेल्ने हो हामी अब यहाँ बाँस लगाउने हो अनि खेल्ने हो पिङ खेलियो ए के गर्ने पिङ बर्बाद भयो पिङ नभएर पिङ खेल्न जाने होला नि हिजो एकछिन पिङ खेल्नु पनि जाने भनेको छौँ पिङ खेल्नु चाहिँ के हुन्छ पनि थाहा भन्दा अगाडि हामी चाहिँ पिङ खेल्न जाने भनेको यार पिङ खेल्न जाउँ न यार पिङ खेल्न जाउँ
पिङ खेल्न जाउँ छिटो जाउँ पिङ खेल्न जाने नजाने जाने गाइस जाने अनि पुरा फाइनल गाइज अब हामी चाहिँ पिङसिङ भोलि मात्रै हुने भयो है अनि त्यही हो आज पिङ मतलब आज आधी अधुरो मात्रै पिङ रहेछ त्यही कारणले हामीले अब पिङ खेल्न चाहिँ जान पाइँदैन है। अनि त्यसैले म चाहिँ अब मेरो यो ब्लगको भिडियो चाहिँ म यही अन्त्य गर्न चाहन्छु है। भाइ के भन्न चाहन्छु? के सोचेको थिएँ हामीले है कस्तो रमाइलो गर्ने आज रमाइलो गरौँला आज पिङ खेल्दै रमाइलो गर्ने भन्ने सोच थियो आज चट्टानचुर भयो सब छन् के ल त गाइज अब त्यसो भए आजको ब्लग म यही अन्त्य गर्न चाहन्छु। हस् त बाई बाई जय नेपाल बाई बाई ह्याप्पी दसैँ।